जय मसीह यहाँहरु सम्पूर्णमा यूहन्ना 6:34 देखि 40 सम्म यहाँ यसो भनेर लेखिएको छ। तिनीहरूले उहाँलाई भने, प्रभु यो रोटी हामीलाई सधैँ दिनुहोस्। येशूले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म हुँ। म कहाँ आउने भोकाउने छैन र म माथि विश्वास गर्ने कहिले तिर्खाउने छैन। तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ र पनि विश्वास गर्दैनौ। पिताले मलाई दिनुहुने सबै म कहाँ आउने छन् र म कहाँ आउनेलाई कुनै रीतिले म त्याग्ने छैन। म आफ्नो इच्छा पूरा गर्न स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। र मलाई पठाउनु हुनेको इच्छा यो हो कि उहाँले मलाई दिनुभएका कसैलाई पनि म नगुमाऊ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ। किनभने मेरो पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। आमेन।